सम्पूर्णमा ओमको नमन। हजुरहरूलाई आज म खुट्टाको सूक्ष्म व्यायाम गरेर देखाउन गइरहेको छु। मलाई पनि बाथ रोग छ है। बाथ रोगले गर्दाखेरि सबै दुःख 10 वर्षदेखिको बाथ रोग। जबदेखि अनि मैले सूक्ष्म व्यायामहरू गर्न थालेँ नि त्यसपछि मेरो यो हात खुट्टालाई यति सजिलो गरेर बस्न सकेको छु र यसरी बस्न पनि सक्दिनँ थिएँ। त्यसैले मलाई फाइदा पुगेको हुनाले चाहिँ हजुरहरू पनि म जस्तै दुखाइ सहनेहरूलाई पनि फाइदा पुगोस् भनेर आज म हजुरहरूको अगाडि यो खुट्टाको सूक्ष्म व्यायाम गरेर देखाउन गइरहेको छु। उहाँलाई पनि बाथकै बिमार भएकोले चाहिँ सधैँ सिकाइदिन्न भनेकोले उहाँलाई पनि आज म सँगसँगै बिस्तारै बाथ यो खुट्टाको सूक्ष्म व्यायाम गराउन गइरहेको छु। हजुरहरूले पनि ध्यानपूर्वक हेर्नुहोला। सूक्ष्म व्यायाम भन्ने बित्तिकै सूक्ष्म तरिकाले बिस्तारै तरिकाले गर्नुहोला। यो खुट्टालाई जस्तै बिस्तारै खोल्दै गर्नुहोला। त्यसपछि गराउनुहोला। यो सिधा राख्नुहोस्। खुट्टालाई एकदम तनक्क पारेर राख्नुहोस्। यो आफ्नो दुईटा हातलाई कम्मरको छेउछेउमा ढाड एकदम सिधा पारेर अनि बिस्तारै यसरी एउटा खुट्टा माथि तल बिस्तारै सूक्ष्म पहिला बिस्तारै गर्दै जानुहोस्। यसरी गर्दै जानुहोस्। त्यसपछि अलिक छिटो छिटो पनि चलाउन सक्नुहुन्छ भने छिटो छिटो पनि चलाउनुहोस्। त्यसपछि फेरि दुईटै चलाउनुहोस्। यसले चाहिँ खुट्टा छम्छमाउने, पोल्ने, नसा बाउडिने, सुत्दा बाउडिने सबैलाई धेरै फाइदा हुन्छ। अब तनक्क भएर बस्नुहोस्। तनक्क हुने, खुट्टालाई जोडिदिने, खुट्टाको यो औँलाहरूलाई बिस्तारैसँगले यसरी मुट्ठी पार्ने, सास भर्दै मुट्ठी पार्ने, खोल्दिने, फेरि मुट्ठी पार्ने, खोल्दिने, मुट्ठी पार्ने, खोल्दिने। अहिले चाहिँ म हजुरहरूलाई थोरै गरेर देखाउँछु। हजुरहरूले चाहिँ 15-20 चोटि 5-10 मिनट गर्न सक्नुहुन्छ यसो गर्ने। दोस्रो स्टेप छ तनक्क पारेर तानेर अगाडि लाने। सक्नुहुन्छ नि भुइँलाई नै छुने गरी सास भर्दै अगाडि लाने, सास छोड्दै पछाडि ल्याउने, फेरि सास भर्दै अगाडि लाने, सास छोड्दै पछाडि ल्याउने, सास भर्दै यसलाई गोलो गोलो घुमाइदिने। बिस्तारै घुमाउनुहोस्। 2, 3, 4 यसरी घुमाउनुहोस्। फेरि उल्टोबाट पनि त्यति नै घुमाउनुहोस्। 1, 2, 3, 4 यसरी घुमाउनुहोस्। त्यसपछि यसलाई हस्तासन भन्छन्। यसलाई गरेर यो बुढी औँठालाई समात्नुहोस्। बुढी औँठालाई समातेर आइपुगेन उहाँको धेरै दुखाइ छ। समातेर कुइनाले भुइँ छाउने कोसिस गर्नुहोस्। यसो गर्दाखेरि हजुरहरूको यो तलको नसा तनक्क तानिन्छ। तानिँदाखेरि चाहिँ जुन बाउडिने हाम्रो समस्या हुन्छ नि त्यसलाई धेरै राहत पुग्छ। यो औँलाहरूलाई पनि यसरी तानिदिनुहोस्। यसरी गर्नुहोस्। यसरी गर्ने। बिस्तारै यसरी खोल्नुहोस्। बिस्तारै खोल्न सक्नुहुन्छ भने यसरी पनि हल्लाइदिनुहोस्। यसरी हल्लाइदिनुहोस्। अब यसलाई यसरी पनि गर्न सक्नुहुन्छ। बुढालाई यो बुढाको लागि फाइदा हुन्छ। अब यसलाई बिस्तारै लिएर आउनुहोस् अगाडि। यसलाई पनि लिएर आउनुहोस्। अब यो उत्तली आसन पनि भनिन्छ। यसलाई यसरी ल्याउनुहोस्। आएन भने आफै अगाडि आउनुहोस्। ल अब यसलाई हल्लाइदिनुहोस्। मजाले हल्लाइदिनु। यसरी हल्लाउँदाखेरि चाहिँ महिला दिदी बहिनीहरूको पाखै घर सम्बन्धी सम्पूर्ण रोगलाई फाइदा पुग्न जान्छ है। अनि यो सबै यो जहाँ जोड्नीहरू छ त्यो पनि खुल्ने हुन्छ। दुखाइ पनि जोड्नीको कम हुन्छ। त्यसै गरी फेरि पुरुष दाजुभाइहरूको प्रोस्टेट सम्बन्धीको रोगहरूलाई पनि धेरै फाइदा हुन जान्छ। मजाले हल्लाइदिनुहोस्। यसलाई पुतली आसन पनि भनिन्छ। मजाले हल्लाउनुहोस्। बटरफ्लाई इङ्ग्लिसमा बटरफ्लाई, नेपालीमा पुतली आसन। मजाले हल्लाउने। यसरी पनि अलिक हुन सकेन भने दुईटा हात यहाँ राख्नु। अब यसरी थिच्दिनु तलसम्म थिच्दिनु। यसरी थिच्दिँदा मजाले यो खुनको सञ्चार पनि मजाले हुन्छ है। अनि यसलाई यसरी जोड्नुहोस्। फेरि सिधा फेरि हल्लाउनु। फेरि यसलाई यसरी जोडिदिनुहोस्। फेरि यसो गर्दै अहिले मैले हजुरहरूलाई छोटो गर्दै देखाएँ। हजुरहरूले चाहिँ बिहान बेलुका आधी घन्टासम्म मिलाएर यसरी गर्न सक्नुहुन्छ है। अब यसलाई जसको यो कुर्कुच्चा दुख्छ, जसलाई धेरै यो कुर्कुच्चा दुख्छ त्यसलाई यसरी यहाँ राख्नुहोस्।
यसलाई यसरी घुमाउनुहोस्, यसरी घुमाउनुहोस्। 1 2 3 4 5। अब यसलाई उल्टोबाट 1 2 3 4 5। अनि यसलाई यसरी तान्दिनुहोस्, यसरी तान्दिनुहोस्। फेरि यसलाई पनि यता पनि गरिदिनुहोस्, यसो पनि गरिदिनुहोस्, यसो पनि गरिदिनुहोस्। सकिन्छ भने यसलाई पनि थिचिदिनुहोस् बिस्तारै। अलि बिस्तारै बिस्तारै गर्नु, धेरै दुख्नेहरूलाई बिस्तारै गर्नुहोस्। पछि अलिक कम हुँदै गएपछि त हामी स्पिड बढाउन सक्छौँ। अलिक हुँदै फेरि यसलाई पनि यसो गर्नुहोस्, घुमाउनुहोस्। यसरी मजाले घुमाइदिनु, बिस्तारैसँगले घुमाइदिनु। जति सुल्टोपट्टि घुमाउनुहुन्छ त्यति नै उल्टोपट्टि पनि घुमाउनुहोस्। यसरी यसरी घुमाएर फेरि यसलाई यसरी यता तान्ने, यो खुट्टोचाला समातेर यता, यसलाई यता, फेरि यसलाई यसरी पनि, फेरि यसलाई यसरी पनि। यो थिच्न सक्नुहुन्छ भने बिस्तारै गर्नुहोस्। यता तल 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 ल है। यसरी नै यो पहिलो भाग। अब हजुरहरूलाई दोस्रो भागमा म हातको सूक्ष्म व्यायाम गरेर देखाउनेछु। धन्यवाद।